ओके आज चाहिँ हामी गोर्खादेखि पोखरा जाँदैछौँ। हाम्रो साथीलाई छोड्न आएको थियौँ, मास्टरजीलाई। हो र मास्टरजी अब चाहिँ ब्याक टु पोखरा। बिहानै हिँड्ने भनेको 1 बजिसक्यो। बन्द छ? बन्द छ? बन्द त छैन? बन्द त छैन? हेलो काप्ले सर, के छ खबर? Let's go. अब हामी गोर्खा बजार जान्छौँ। त्यसपछि दरबार घुमिन्छ कि अनि आफ्टर द्याट ब्याक टु पोखरा। राम्रो छ यो ठाउँ चाहिँ, त्यस्तो गर्मी नि छैन, शीतल छ। हिजो रातिदेखि चाहिँ पानी परेको परे। कता कता हो? ए यता हो, यता। गोर्खा अहिले चाहिँ हामी गोर्खाको खस्राङ भन्ने ठाउँबाट गोर्खा बजारतिर जाँदैछौँ। राम्रो ठाउँ रहेछ गोर्खा, लाइक बाटोहरू सबै राम्रै छ। हिजो यता आउँदा एक ठाउँमा चाहिँ एकदम हिलो जस्तो थियो, त्यति नै हो। अरू लगभग बाटो सबै पिच।
Look at the view. Wow. बादल नि हाम्रै हाइटमा छ कि क्या दामी भ्यू छ है। अब आउँछ त्यो अफ रोड थोरै छ बट यस्तो क्रेजी हिलो छ। जाऊ न जाऊ हेरम केटालाई कुर्ने केटालाई कुर्ने हो आइसक्यो तिनीहरू। खुट्टा नटेकी जाए नि ओके सर। Alright. ल सक्सेसफुल्ली कटियो। हिजो चाहिँ अझै अर्कै त्यो अझै चिप्लो थियो क्या आज पानी परेर अलिकति त्यो धेरै लेदो भएछ त्यस्तोमा टायर बस्छ नि त। जता हेरे नि ग्रिनरी क्लाउड भ्यू दामी ठाउँ। है टन्नै दिदारा दादा 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 वाला वाटरफल। फक ऐट ऐट ऐ ऐ ऐ ऐ यस्तोमा चिप्ल्यो भने त 220 नभएको जिल्लामै होइन होला नेपालमा। जानी छ अफ रोड होस् चाहे राम्रो बाटो होस्। अगेन वाटरफल।
गोर्खा बजार स्वागत छ तपाईहरुलाई गोर्खा बजारमा। हामी चाहिँ गोर्खा दरबारतिर जाने प्लान चाहिँ हो। यो चाहिँ मेन गोर्खा नगरपालिका गोर्खा दरबार यता। यतै हो ए गोर्खा दरबार। ल आज चाहिँ पृथ्वीनारायण शाहज्यूको सबै कुराहरू अवलोकन गरिन्छ गोर्खा दरबार गएर। हामी सबैजनाको गोर्खा नै फर्स्ट टाइम थियो। लमजुङसम्म आइएको थियो तर यहाँ कोही नै आएको थिएन। आज हिजो हामी गोर्खा आएर आज चाहिँ गोर्खा दरबार जाँदैछौँ। नेपाल एकीकरणको हिस्ट्री हेरेर आऊँ न। आज 20 वर्षको उमेरमा उसले चाहिँ प्लान बनाएर नेपाल एकीकरण गरेर। तर त्यत्रो धेरै राजाहरू भए है, तर मान्छेको मनमा भनेको हाम्रो पृथ्वीनारायण शाह, महेन्द्र वीरेन्द्र, अरूलाई त आई डोन्ट नो, पिपललाई थाहा चाहिँ छैन। जस्ट त्यति नाम चाहिँ एभ्री नेपाली नोज कि हाम्रो राजा हो भनेर। कस्तो ठाउँमा बनाएको होला दरबार नि। कस्तो ठाउँमा बनाएको हो दरबार नि। ल है त केटाहरू, हामी आयो गोर्खा दरबार। त्यहाँ छ दरबार चाहिँ। यहाँ हाम्रो दिदी भेट्नु भयो। मनोज खै त? त्यहाँ हाम्रो साथी छन्। यहाँबाट हेर्दाखेरि राम्रो देखिँदो रहेछ। गोर्खा मनकामना त होइन, मेरा साना दुःखले अर्ज्याएको मुलुक होइन भन्ने ठाउँ यो हो। 2 शब्द जाओस् न त।
जोक्स साइड दिस इज गोर्खा दरबार दामी छ तलबाटकै भ्यू दामी लाग्यो मलाई चाहिँ माथि उक्लिनै मन छैन यो सिँढी देखेर नि ल माथिबाट अब पृथ्वीनारायण शाहले कुन एङ्गलबाट हेर्थे भन्ने कुरा नि हेर्न जाऊँ यहाँ बलिका बक्रा भन्ने यही हो अझै त होइन अब समडे इन फ्युचर यहाँ हाम्रो हुनुहुन्छ पृथ्वीनारायण शाह हनुमान भन्ज्याङमा बसिराख्नु भएको यो यहाँ केही न केही त छ लेखेको ढुङ्गामा के लेखेको पढौँ हिस्ट्री छ यहाँ हिस्ट्री कुन भाषा हो यो यत्रो धेरै पढायो अब त म अब के भइसक्थेँ के भन्छ यसले लिपि के लिपि हो यो यस लास्ट ट्यालेन्टेड मान्छे हामीसँग यहाँ हुनुहुन्छ यहाँ पनि छ अझै पुरै ढुङ्गामा कुदेर बनाएको जे होस् लमजुङ दरबारको नजिकैको मान्छे पछि बनाए पनि मान्छे कन्फ्युज भयो नि यहाँ भयो कि भएन पहिलेको हो कि पछिको भनेर तिमी कन्फ्युज भयो त्यहाँ पनि त भनि त्यहाँको मान्छेले भन्नु थिएन म यस्तो थियो त्यो जमानामा टेक्नोलोजी भनेर चाहिँ दरबार छिर्दैछौँ ल दरबारभित्र राजाको इन्ट्री हुँदैछ है अब सिरो शाह शहनशाह हेरा हो भवा लाग्यो फुटेज आहा है लैजाऊ मलाई आइरहेको क्या भवा लाग्यो तिमी हिँड मात्रै होइन मिल्छ भिडियो गर्दा गर्दै फोटो खिच्नु त्यो पछि स्क्रिनसट गरे नि भयो नि बिग फ्यान हाम्रो फ्यान भेटिनु भएको छ यहाँ फ्यानसँग इन्टरेक्सन गरौँ होइन मेरो नाम भन न मेरो च्यानलको हजुर चिन्यौ यसै बिग फ्यान च्यानलै छैन यताबाट नजानी दाहिने यो हो उल्टो भनेर हामी मैले भनेको 55 नजिक 52 नि 81 भनेर मन्दिरलाई चाहिँ दाहिने साइडमा राख्ने हो क्या जहाँ बुझ्नुभयो पण्डितज्यू आइतबार हिँड्ने र सोमबार हिँड्ने भनेर मात्र भएन यस्तो कुराहरू जान्नु पर्यो हेलो यहाँ इन्टरेक्सन हुँदैछ है बच्चाबाट इग्नोर भएपछि बाई बाई केही छैन धन्न ज्याकेट स्याकेट हेलमेट सेलमेट छोडेर आइएछ होइन अब यहाँ मेरो मेन फियर भनेको जुत्ता खोल्न नपरोस् यो नयाँ अब हो यस्तै छ क्या गोर्खा के अरे लमजुङ दरबार चाहिँ सबै ढोका मेबी पुरानो हुनसक्छ कछुवा हुनुहुन्छ यहाँ मन्दिर हो यो त पुरानै हो नि के हो त्यहाँको नि एकदम पावरफुल राजै हुन् लमजुङको नि लमजुङ कास्कीकोट गोर्खा पाल्पा यु के अरे यु बिकम वाट यु फियर द मस्ट तर यहाँ चाहिँ यु हेभ टु डु वाट यु फियर द मस्ट भयो ल यो के आयो थाहा छैन होइन बहुत ठुलो चिम्टा छ यहाँ यसले अब कसको के गर्नको लागि यस्तो दिग्गज मान्छेहरू हुनुहुन्छ हामीसँग यहाँ होइन यो
ऊ त्यहाँ लेखेछ केही न केही पढ्ने हो के लेखेछ यो चिम्टाको तात्पर्य के हो चिम्टाको तात्पर्य बुझ्नलाई हामी यहाँ चढ्यौँ श्री 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 महायोगी गुरु गोरखनाथ एवं परम पूज्य सद्गुरु देव चिम्टा गुरु चरणमा अर्पण गरियो अरे यो कोही गुरुलाई चढाएको भन्ने कुरा आयो यहाँ त्रिशुल पनि छ यसमा नि स्टोरी छ पढ्न मन लाग्यो यसो स्क्रिनसट लिन पाइयो चढ्ने होइन सर ल यहाँ एकजना राजा छिरिसक्नुभयो झोला बोकेर अर्को राजा सिनो सा सेहेन्सा राजा छिर्दै हुनुहुन्छ जाऊ न तिमी म त आइहाल्छु नि क्यामराम्यान नेभर डाइज भन्ने कुरा थाहा छैन यहाँ ऊ परेवा जोडी छन् होइन अनि अरू के छ दरबार छ पाइन्छ कि पाइन्न भन्ने कुरा थाहा भएन भक्ति शक्ति गरिहाल न यस हे परमेश्वर हिजो चर्चमा आज मन्दिरमा श्री 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 महाराज सत्यगिरी समथिङ 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 अनि यो के हो अब दुईवटा यत्रो बडेमानको ढुङ्गाहरू जस्तो छ यहाँ ढुङ्गा त होइन होला अब यस्तो छन् मान्छे यहाँ अब जोडी छुट्टी अरे फेरि जोडी मिलाइदिँदैछन् हो यहाँ दुईजना चिल गाइजहरू सुतिरहन् होइन ए के दिपक के क्याडल गायो भइहाल्छ भन्ने कि यहाँ प्रसाद बन्दैछ जस्तो छ अब यो जाँतो जाँतो जस्तो नि छ अब यो दोस्त छ यहाँ यो दोस्तले फेरि क्यामेरा लिएर चलिदियो भने आपत हुन्छ अहिले त्यही भएर धेरै नजिस्काम दोस्तलाई टाढैबाट यसो जुम गरेर देखाम केही न केही खाइरह त्यसले डो दिइरह अनि सही छ आज दिन पनि मिठो पारिरहेछ हामीले होइन जे होस् तलको भ्यू देखिन्थ्यो होला यहाँबाट हामीले चाहिँ आज जे होस् अब यो पनि नट ब्याड भ्यू गुड भ्यू नै भन्छु म केले टोकेको बाँदरले बच्चालाई टोकेर बच्केर हियो भाइ बच्केर हियो दामी भ्यू छ यार यो होइन आहा है लैजाऊ यो क्यामेरालाई मकै भेट्टायो अहिले ल यहाँ क्रेजी जङ्गल छ यो हामी चाहिँ पार्कतिर जाँदैछौँ चौतारा भन्ने ठाउँमा गएर कहाँ यसलाई थाहा कस्तो दामी छ त्यहाँ हामी चाहिँ गोर्खादेखि फर्किँदैछौँ गोर्खा बुखैरेनी हाइवे वाउ भ्यू गोर्खा बजार हो त्यो बाटो चाहिँ लास्ट दामी के
दामी बाटो छ के आबु खैरेनीदेखि गोर्खा जाने लास्ट नो पथ होल छ स्मुथ ग्रिनरी हाइवे भन्दा नि मजा आउने हेलो अहिले चाहिँ हामी आबु खैरेनी कटेर हाइवेमा पुगिसकेका छौँ अब नेक्स्ट स्टप दमौली देन डाइरेक्टली पोखरा अब चाहिँ हामी कफी कन्टेनरबाट पोखरातिर लागेको 56 किलोमिटर रिमेनिङ लेट्स सी कति टाइममा पुगिन्छ